त्यो मैले जापानमा बस्ने एउटा रतन कार्की भन्ने भाइ रहेछ, त्यो भाइले चाहिँ कोरियामा बस्ने भाइलाई चाहिँ पाए भनिरहेको रहेछ डिस्काउन्ट काम। म फेरि अहिले त अमेरिकामा छु कि 2025को डिबीले गर्दा यता छु। मैले तल आउनु नपरोस् है त्यो भाइलाई, मैले भनिदिएको छु अझै पनि। होइन त्यो भाइ पनि फेरि एकदम अलि माथि नि गरिरहेको थिएँ हिजो अस्तिबाट मैले हेर्दैछु नि फेरि है। त्यो बिचरा कोरियामा बस्ने भाइ कति मेहनत दुःख गरेर तल गएर काकाले हेप्दा बल्ल उकासेको छ, अलिकति माथि मेहनत परिश्रम गरेर ठाममा पुगेको छ, खुट्टा टेकेको छ। अनि पानीको तरकारी खाएर आसौँ त्यहाँ पुगेको भाइलाई त्यो इमोसनसँग खेल्ने काम नगरे रतन भाइ, तँलाई मैले भनिदिएको छु नि फेरि राम्रो हुन्न। त्यसलाई जापानमा बस्ने कोही साथीहरू त्यसलाई सम्झाउनु त। कस्तो मान्छेहरू छ यार, कस्तो एउटा तेरो भाइ डिसिप्लिन छैन हो रत्ने नाके। भिडियोमा चाहिँ पाए त्यही बोलेर हाले जस्तो हो, चाहिँ पाए त्यही गर्छ अनि मान्छे हाँसेन भने कमेडी गर्नु ट्राई गरेको। त्यहाँ डिस्काउन्ट काम नगर कसैलाई भनिदिएको छु नि फेरि। गर्दा 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 त्यो त माथि नै पो थाल्यो त आजकल। विचार गर है भाइ, विचार गर फेरि। मेरो केटाहरू पठाउनु नपरोस् नि फेरि। अमेरिकामा आएको 2 दिन भएको छैन त्यो भाइ जिप्पा दिएको थालेछ यार। सम्झाउँछु म मान्छेलाई अर्को।